भएछ हाई एभ्रिवान नमस्ते फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भ्लगमा आई होप सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु आज चाहिँ म बनाउँदैछु भ्लग सबैजनालाई हेरेर साथ दिनु होला है त ठुल्ठो बालेर रेडी हुनुभएको छ यी ठुलो बारा भाइ यी हाम्रो अर्को मुहा थाप्नलाई ऊ सानी पुन्टुरी उहाँ आरी बोकेर बसेकी छिन् उता मौरी कति मर निकाल्छन् भनेर चाट्नलाई उहाँ सानी बसेकी छिन् यहाँ पन्जा रेडी पार्दै हुनुहुन्छ अघि भनेको पन्जा लगाएर रेडी हुँदै हुनुहुन्छ यी ठुलो मम्मीहरू म काट्नलाई आरी बोकेर थापेर बस्नु भएको छ म चाहिँ कति आउँछ कोनी हाम्रो सानो पुन्टुरी र माइजू उहाँ हुनुहुन्छ है हाम्रो यो कुखुरा कुखुरा बस्ने घर हुन् यी मौरी पनि यहीँ छ कुखुरा हेर्नु गाइजहरू यहाँ हाम्रो कति छ गाइजहरू कुखुरा हेर्नु यहाँ यी मौरी उडाउँदै हुनुहुन्छ अब राको लगाएर मलाई छेउछेउमा जान डर डर लाग्छ ल ठुलो मम्मीले फेरि उहाँ आर्सी कहाँ त नाइ चाहिँ मौरी उडाउँदै हुनुहुन्छ अस्तिको जस्तै वाउ भयो भने गाइजहरू अस्ति त हामीले काट्यौँ भरे लास्टमा बच्चा पार्न थालिसकेछ नि हौ थुक्क बच्चा छ अस्ति काट्नु पर्थ्यो 2 महिना त बल्ल हुँदैछ नि 1 महिनामा काट्नुपर्छ अरे भाइले भनेको भाइ टोक्छ है ओइ टोको टोको कहिले धेरै पोलिस नि जाने मौरी नपल्न भाइ धुवा मात्र लाउने हो खासै म छैन अनि त त्यस्तै छोडिदिनु चाका अब काट्नुपर्छ हौ कुखुरालाई नि चिलोइ क्या भित्रतिर भाइ अझै टोक्छ है विचार गरेर गर्ने मुखमा चाहिँ केही लागेन छ एउटाले अनि प्लास्टिक सेतो लाउनु पर्ने थियो नि कस्तो मान्छे रहेछ मुखमै नलगाइ गरेछ हौ यसले त तँ एउटा काटेर हेर अनि रहेन रहेछ भने नकाट छोड्दै राख भाइ सर्लका राख्नु गाइजहरू हेर्नु हाम्रो म अटनमा रहेछ गाइजहरू रहेछ हेर्नु यहाँ ठुलोवाले राको लाउँदै हुनुहुन्छ अलिक भुवा लगाइदिनु अलि तलबाट लाउनु न त्यो उसले हातबाट निकालेकोमा चाहिँ लगाइदिनु है फेरि झोस्दिनु हुन्छ नि प्लास्टिकमा झोस्नु भने त सल्किन्छ नि नातिकन गर है भाइ बिस्तारो गर नातिकन स्टार्ट भएको तर बच्चा बढाइसकेछ नि अस्ति ढिलो भइसकेछ नि 1 महिनामा काट्नु भनेको थियो अरे कसले हो बच्चा बनाउनु थालिसकेछ फेरि अस्तिको जस्तै अब त्यो भाइ म त अलि माथि नै काट्नु पर्थ्यो 2 थाप खाएर न बरु टोक्छ है भाइ टोक्छ है बिस्तारो गर भनेको यहाँ हाम्रो त खुट्टामा चढ्दैछ नि थालबारी छ नि त्यसमा चाहिँ रहेछ टोको ठुलोवाला नि टोको नि त फुल्टो माथि अलि माथि मौरी नै त्यहीँ छ तलबाट यो हो र हातले नगर्नु न कुखुरालाई नि भित्र चिलेछन् के र उपल्लातिर ए चिलेछन् मौरी पसेछन् नि छ अझै भित्र ओहो बच्चा पार्न थालेको रहेछ भाइ त्यो त
यो त बच्चा रहेछ पहेँलो ननिकाल्दा नि हुन्थ्यो होला हौ बच्चा फेरि अलि मात्रै माथि माथि खप्पा फेरि फालिदिनु पर्छ होला मात्रै निकाल है बच्चा बच्चा भएको ननिकाल है ल फालिदिनु पर्छ होला नि त फेरि त्यो त्यहाँ राखेर हुँदैन होला ओइ माथि माथि यहीँ जान्छ मरेन म बाक्लै छैन त्यो बच्चा भएको हो त्यो तल मात्रै काट भाइ माथिको नकाट भाइ त्यो त म मात्रै होइन माथि छ क्या तल चाहिँ बच्चै बच्चा रहेछ बच्चा भएर अब यो फेरि खतम हुँदो रहेछ मेरो नि सुरुवालभित्र छिरेको जानिँदैन रहेछ क्या यो 1 महिनामा काट्नु पर्ने रहेछ अस्ति हेर्नु त अस्ति काटेको होइन राख्नै भएन उताबाट भित्र पस्छ हौ मौरी के भएको आनन् यसपालि त ऊ कतिवटा अझै पनि रहेछ अर्को पनि छ हँ छ र पनि टुप्पोतिर मैले नकाट भने त मलाई त टोकै त्यसका आज ल ल कहाँ छ ठुलो हेर्नु हेर्नु भ्याइदियो नि एउटाले मलाई चाहिँ यहाँ ल्यायो कानमै टोको गाई कानमै ठोको गाइज भन्ने गाइज कानमै ठोको टोको कान भ्याइदियो आज उही चाकै मात्रै यति भइरहेछ म छैन यथा ओइ यो पाराले त नि भाइ कतिवटा टोकिसक्यो तँलाई मलाई त अघि एउटा है गाइजहरु कानमा टोको रातो पर्दो कान छोड्दै छोडेन त नि ठुलो आँखामा भ्याइदियो ओइ कस्तो पोल्दो रहेछ यिनीहरूलाई के भएको छैन भाइ पोलेको छैन मर्नु म त पोलेर आमा हो त्यसमा रहेछ नि म त यो त काट्न नजाने जस्तो भयो है भाइ अलिक यसरी त गर्नु हुँदैन थत्तेरीका उही राको लगाएर यहाँ राको लगाइदिनु त ठुलो भाइ यहाँ छेउमा फुक्नु त एकछिन त्यो राको लगाएर मनै छैन धेरै सब चाका भइसक्यो काट्न ढिलो भयो क्या अस्ति काट्नु पर्छ क्या यो धेरैवटा होइन मुनिको त सबै उड्छ अझै छ अब त्यही उही त्यही एउटा छाको छ सानो छ कि ठुलो छ छोड्दै भाइ त कस्तो छोड्छ हौ फेरि सबै बच्चा हो त जम्मै बच्चा भए पनि अनि के गर्नु त्यो बच्चा राखेर चाहिँ त्यहाँ अब यी धेर भइरहेछ है मौरी धेर भइरहेछ बाहिर जा त त्यो राको पुल्ठो रै ऊ भयो क्या कस्तो अप्ठ्यारो रहेछ जबरजस्तीको कटाइ भएपछि तिनीहरूलाई दखल पर्छ त्यहाँ अनि टोक्दैन त मौरी एउटालाई मार्ने बित्तिकै अरू मौरीले टोक्छन् अहिले तलबाट लाउँ न तलबाट पर्दैन आउनु छोड्किन कति भित्रसम्म लगाएको हौ अझै छ नि भित्र यताबाट नि खोल्नु पर्ने रहेछ बरु दुलो दुईतिरबाट खोलेर अनि आधी मौरी अर्को घरमा हालिदिनु पाएको होइन हुन्थ्यो क्या ती ल्याएर झुन्डाइदिँदा चाहिँ हुन्थ्यो होला तपाईँलाई कहाँ टोक यहाँ यहाँ हेर्नु कहाँ रन्काएको छ रातो रातो कहाँ आगो बालेर गर्नु किन निभाएकोलाई फेरि अर्को काट्नु पर्दैन अहिले अब एकछिन अहिले कहाँ काट्न सकिन्छ भोलि काट्नु अब यो पो सकिँदैन अहिले बिहानै काट्नु बिहानै यस्तो हुँदैन बिहान मौरी बिचक्यो क्या आज त लास्ट अस्ति कस्तो सकुशल भएको थियो खिलै छ यो चस्मा हटाउनु न पहिला अनि निकालिदिन्छु म तानिदिन्छु अब एउटा छ कि मेरो नि यस्तो निकाल्न पाए हुन्थ्यो नि कहाँ छ आमा पोलेर मरिसके मेरो नि निधारमा यहाँ हो आमा आउँदैछ फेरि बिचकेर टाउकोमा ठुलो मम्मीलाई पनि टोको मलाई एउटाले अघि एकपल्ट माया गर त्यो आशिषलाई आशिषलाई त गर होला देखिन्छ दालाई टोको हिमान पकाइ मात्र अलिक चाल माथि छिटो यतापट्टिको पाटोमा यहाँ होइन
कहाँ हौ कस्तो चिरिक्कै गर्दैछ यहाँनेरि यहाँ होइन हौ यो त घमाउरा होला हौ छैन यो लुगामा लुगामा भित्रबाट छैन होइन छैन मरिहाल्यो नि सत्तरीका खै त्यत्रो भएछ होइन सुकेको छैन अरू सबै लुगा सुकेको अघि भर्खरै सुकाएको हो नि त यो तुना कस्तो जुत्ताको तुना कसले धोको जुत्ताको तुना यो त्यो त थाहा भएन त मलाई अङ्कलहरूको के हो त्यसो भए खै दिनुपर्छ नानी सुत्नुभयो सुत्नुभयो अरे यहाँ भ्याइदियो नि कता यहाँ दुई ठाउँ भ्याइदिएछ फेरि काट्ने कि सक्यो सकेकै छैन हँ? अब भोलि बिहान भोलि काट्ने अहिले अलिक टाइम हेरेर काट्नुपर्छ नि त अनि त्यो बिना टाइममा जे पाए त्यही गर्दा हुन्छ त दिउँसो भएर अलिक गडबड गर मोरीले मोरो रिसायो रिसायो यहाँ हो त्यो होइन हौ यहाँ हो यहाँ हेरिदिएको रातो न रातो बनाइदिएछ घरमा गइसक्यो गएँ घरमा दिदी फेरि टोकाइ माग्न एउटामा हाल्नुपर्छ नि मम्मी म चाहिँ निक्लेर आइसकिसकेको छ कतिवटा तैरानी मैले यही भनेर तैराएको म चाहिँ धेरै आएन खोस्टा मात्र धेरै छ यहाँ पनि छ त म त खाने अनि बच्चा छ बच्चा छ त बच्चैसित खानुपर्छ चुइगम नखाने बच्चा चुइगम खाने बानी छ कि छैन म त्यो बच्चा बच्चा भएको खानुपर्छ चुइगम खोइ हेरौँ चाखौँ कस्तो हुँदो रहेछ म त पनि हुन्छ नानी खोइ एउटा टुक्रो पनि खान्छु झुला भन्दा माफ लाग्छ नि फेरि आम्मामा सानो लगाएन छ तिनवटा कि चारवटा हेर्दा थियौँ थाहा ल अस्तिको भन्दा धेर थियो यहाँ सुनिरहेको कति धेरै कुलो सुन्नाको देखेँ बच्चा होइन म नै हो सब यत्रो यत्रो भइसकिसक्यो बच्चा म काट्ने चाहिँ म यो म काट्नेले हात चाट्छ भन्ने सुनेकै होला आरी नै चाट्दैछ नि तिनी हो त्यति नै त्यहाँ छ नि त म अलिक त्यो के लाएर हेरेर खानु खाने सिन्छ अझै भयो धेरै गुलियो अलिकति त्यहाँको के लाएर खान्छ त्यो लाउनु थाल्दा पनि आसिका मिठो त्यति ला मिठो सिका भन्दै हुन्छ आमाले मिठो कि नमिठो अब भएर राति त्यो अर्को घरलाई लिएर यो कसरी तलिआउने है यो तलिएर राख्नुपर्छ माथि उभो न तल थापेर लुल्या यहाँ तैराउँछु म माथि लिएर जा त ओए लगर के गर्नु जहाँ अझै खाने अरे के हो हुन्छ पानी दिएको चाहिँ सबै पोखेर के म खाएर होला दुईजना हात चार्दै हुन्छ अम्लै खानु भन्दै हुन्छ अस्तिको भन्दा त नि बडो हो नि हौ घाँस अस्ति यत्रो धेरै थिएन 5 वटा 6-7 वटा मात्र थियो दुईटाको यति नै थियो नि अस्ति ठुलो दुधमा चाहिँ बस्नु पर्थ्यो क्या भाइ अनि म निकाल्नु पर्थ्यो माल गरी यसरी नै म भएको ठुलोमा त अनि चाका नि ठुलै लाउँछ होला नि त खोला ठाउँ भएपछि त ठुलै हुन्छ होला नि 1 महिना अगाडि निकालेको भए यत्रोको म कति हुन्थ्यो सोच्नु 5 किलो 10 किलो म हुन्थ्यो निकालिराख्नु पर्ने रहेछ क्या म त अहिले चाहिँ कति छ अहिले त 1 किलो 1.5 किलो 2 किलो होला अब हदै आयो 1.5 किलो आउँछ त्यत्रो आउँछ आरीमै छ आधी किलो भन्दा आउँछ नि अनि म त गरौँ त्यो आरीको मल आधी किलो भन्दा धेर म त्यो आरीमै छ अनि झन्डै आधी किलो अनि कति अब दुईटा घरको काट्दा आउँछ कहिले काट्ने त्यो किलो का हारा होला अझै दुईटाको त्यो ओरतिरको काट्नै छ अझै दुईटाको पोराको त हिजो अस्ति भर्खर आएको नि त्यो चाहिँ बेला भएको होला
त्यो हेरेको छैन त्यो चाहिँ मै म भएको होला भाइ हेर्नु पर्थ्यो नि ओइ माया नै त अहिले भोलि बिहान हेर्ने ल त आमा के हो पानी ल्याइदिए यो जा पढ्न बस्छ जा त्यो चाहिँ मै म होला नि आफ्नो चाहिँ खिच्दिन रहेछन् कि भ्लगरले हाम्रो मात्र देखाइदिएको थिएँ यस्तो यस्तो पार्दै खिचिरहेको छु त मैले बोलेको छुइनँ नि त त्यही भएर खाना पकाउन जान्छु म त टाइम भयो हिँड्नु जाने होला नि आज त किन नास्तालाई झिँगा कुद्दा नि मौरी कुदे जस्तै लाग्छ नास्तालाई कान हेर्नु अङ्कल रातो बनाइदिएको छ कानै कतिवटा ठोक्यो एउटाले एउटा यहाँ ढडमा एउटा दुईटाले यहाँ औलामा एउटाले खिल धर्ने अझै सुनेको छैन खिल मात्र छोडिदियो क्या काँचे रातो बनाइदिएको बर्बाद पार्दैछे पार्दी छे केटीले कि केटाले केटाले रानोले कि रानीले मै खाँदै आएको थियो झन्डै ओटबाजी खाएन ल गाइज हामीले चाहिँ म काटिसकेको छौँ अब आजको लागि चाहिँ बाई भन्नुपर्छ होइन दिदी बाई भन्नु ल हस् बाई बाई हाम्रो भिडियो लाइक सेयर कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला फलो पनि गरिदिनु होला बाई